सम्पूर्णलाई नमस्कार। म पोखरा वडा नम्बर 1 गाईघाट स्थित गाईघाट धार्मिक क्षेत्र विकासको तर्फबाट बोल्दैछु। आज नयाँ वर्षको सुरुको दिन नव वर्ष 2082 को यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु र म अहिले लागि हाम्रो छोरी जयहरू आउनुभयो। यसरी सबै आज गाईघाट धार्मिक क्षेत्र विकासमा सेती गण्डकी नहुन र पूजा गर्नका लागि भक्तजनहरूको भिड छ। भक्तजनहरू आउने जाने क्रम पनि जारी छ। तपाईहरुले देख्न सक्नुहुन्छ भक्तजनहरूको भिड र यो अहिले यो चिता निर्माण पनि भइसकेको छ यहाँ र अझ धेरै कामहरू गर्न बाँकी छन्। अझै मनोरम दृश्य बनाउन त बाँकी नै छ र पनि केही यहाँहरूले पहिला देख्नुभएको भए अहिले अझै राम्रो भइराखेको देख्न सक्नुहुन्छ।